Why invest in share market? Share market मा किन लगानी गर्ने त? वेलकम टु एनदर भिडियो अफ आइपिओ राइट बोनस न्युज नेपाल। आजको हाम्रो टपिक रहेको छ सेयर मार्केटमा हामीले किन इन्भेस्ट गर्ने त? नेपाल मात्र होइन, विश्वको कुनै पनि कुनामा किन तपाईँले सेयर मार्केटमा इन्भेस्ट गर्ने त? तपाईँले लगानी गर्नुपर्छ, किन लगानी गर्दैछु भन्ने कुरा चाहिँ बुझ्नलाई चाहिँ एकदमै आवश्यक रहेको छ र त्यति कुरा बुझ्नुभयो भने चाहिँ तपाईँले प्रफिट कमाउने चान्सेस चाहिँ आइहाल्छ। यो कुरा थाहा भयो भने चाहिँ आफूमा तपाईँको क्लियरिटी पनि हुन्छ र आजको भिडियो चाहिँ तपाईँहरूले राम्रोसँग हेर्नुहोला र मन पर्यो भने चाहिँ कमेन्ट, लाइक अनि हामीलाई सब्सक्राइब गरेर बेल आइकनलाई थिच्न चाहिँ नभुल्नु होला है त। र अब हामी भिडियोमा जाउँ र पोइन्ट नम्बर 1 रहेको छ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यु क्यान इन्टर विथ अ लेस इन्भेस्टमेन्ट। तपाईँले एकदम थोरै लगानीमा पनि तपाईँहरूले चाहिँ यो सेयर मार्केटमा इन्भेस्ट गर्नुपर्छ है त। तपाईँहरूले कुनै पनि कम्पनी इस्टाब्लिस गर्नलाई, कुनै पनि कम्पनी खोल्नलाई चाहिँ तपाईँसँग धेरै पैसा हुनुपर्छ, हाई क्यापिटल हुनुपर्छ। तपाईँहरूलाई लाख, 2 लाख, 3 लाख, 4 लाखदेखि लिएर 1 करोड, 2 करोडसम्म तपाईँहरूलाई लगानी लाग्छ। तर तपाईँसँग त्यति पैसा छैन भने चाहिँ तपाईँहरूले 1000 रुपियाँबाट चाहिँ तपाईँहरूले यो सेयर मार्केटमा तपाईँहरू कम्पनीको पार्ट बन्न सक्नुहुन्छ है त। दिस इज द प्लेस वेयर पिपल विथ हाई एन्ड लो इन्कम बोथ क्यान इन्भेस्ट। तपाईँसँग लो इन्कम छ, हाई इन्कम छ, जति भए पनि तपाईँहरू इन्भेस्ट गर्न सक्नुहुन्छ है त। तपाईँसँग मिनिमम 1000 रुपियाँ छ भने आइपिओको थ्रुबाट चाहिँ तपाईँहरू मार्केटमा इन्टर हुन सक्नुहुन्छ र त्यही 1000ले तपाईँहरू लाखौँ करोडसम्म पनि तपाईँहरूले कमाउन सक्नुहुन्छ है त। अब हामी पोइन्ट नम्बर 2मा जाउँ। तपाईँहरू चाहिँ कुनै पनि कम्पनीको सेयर होल्डर बन्न सक्नुहुन्छ है त। एकदम थोरै लगानीमा तपाईँहरू सेयर होल्डर बन्न सक्नुहुन्छ र त्यो कम्पनीले कमाएको रिटर्न चाहिँ इन्भेस्टमेन्टको थ्रुबाट चाहिँ बोनस, डिभिडेन्ड पाएर चाहिँ तपाईँहरूले त्यो कम्पनीको नाफा चाहिँ आफूमा लिन सक्नुहुन्छ है त। तपाईँहरू सेयर होल्डर बन्न सक्नुहुन्छ एकदम थोरै पैसामा र त्यसको कम्पनीले कमाउने नाफा आफ्नो पोल्टामा पनि पार्न सक्नुहुन्छ है त। र अब हामी पोइन्ट नम्बर 3मा जाउँ। पोइन्ट नम्बर 3 चाहिँ के रहेको छ भने यो चाहिँ बेच्न र किन्न एकदम सजिलो रहेको छ। सेयर बेच्न र किन्न चाहिँ एकदमै धेरै नै सजिलो रहेको छ। तपाईँसँग टिएमएस एकाउन्ट छ, मेरो सेयर छ, डिम्याट छ भने चाहिँ एकदम धेरै इजी छ र त्यो खोल्न पनि धेरै टाइम लाग्दैन। र तपाईँहरूले एक्जाम्पल रूपमा लिँदाखेरि तपाईँले प्रोपर्टी जस्तै घर किन्नुभयो, जग्गा किन्यो भने ठाउँको ठाउँ बिक्ने चान्स चाहिँ एकदमै लो हुन्छ है त। तपाईँहरू ठाउँको ठाउँ बेच्न सक्नुहुन्न। तर सेयर चाहिँ यस्तो एउटा कुरा हो जुन चाहिँ तपाईँले चाहेको बेलामा किन्न र बेच्न सक्नुहुन्छ र त्यसको पैसा चाहिँ 4 देखि 5 दिनभित्रमा चाहिँ तपाईँहरूको खातामा पनि आउँछ है त। एकदम इजी प्रोसेस रहेको छ। एकदम इजी वेमा चाहिँ तपाईँहरूले पैसा बनाउन सक्नुहुन्छ र तपाईँहरूले बाई अर सेल एकदम इजी रूपमा गर्न सक्नुहुन्छ। अर्को पोइन्ट नम्बर 4 के रहेको छ भन्दाखेरि यो चाहिँ एउटा सोर्स अफ सेकेन्डरी इन्कम हुन्छ। तपाईँ जागिर गर्नुहुन्छ भने यो साइड बिजनेसको रूपमा हुन्छ। यसमा तपाईँले जागिरै छोडेर चाहिँ इन्भेस्ट गरेर बस्नु पर्दैन र यसलाई साइड इन्कम रूपमा चाहिँ तपाईँहरूले राख्न सक्नुहुन्छ है त। तपाईँहरूले जब डिभिडेन्ड आउँछ त्यसले चाहिँ तपाईँहरूले चाडपर्वहरू भयो, तपाईँहरूले छोराछोरीको फीहरू भयो, यसबाट चाहिँ सबै कुराहरू चाहिँ तपाईँ निकाल्न सक्नुहुन्छ र यदि तपाईँहरूको एक्सपिरियन्स बढ्दै गयो भने चाहिँ घर जग्गा पनि तपाईँहरूले जोड्न सक्नुहुन्छ है त। अर्को पोइन्ट नम्बर 5मा जाउँ र पोइन्ट नम्बर 5 चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ ट्याक्स सेभिङ। तपाईँहरूले यदि तपाईँहरूले याद गर्नुभएको छ भने संसारमा यदि ट्याक्स बचाउनु छ भने चाहिँ मान्छेहरूले सेयर मार्केटमा इन्भेस्ट गर्छन् है त। त्यो किन गर्छन् भन्दाखेरि चाहिँ यदि तपाईँहरूले कम्पनी खोल्नुभयो भने चाहिँ त्यसको कर्पोरेट ट्याक्स नेपालमा कुरा गर्दाखेरि अहिले चाहिँ 25% छ है त। र कर्पोरेट ट्याक्स 25% तिर्नुपर्छ र यदि तपाईँहरूले सेयरमा लगानी गर्नु भने म्याक्सिमम भनेको तपाईँहरूले यदि 1 वर्षभन्दा कम होल्ड गर्नु भने चाहिँ 7.5% लाग्छ। भनेपछि तपाईँले सोझै 14-15% चाहिँ ट्याक्स पनि जोगाउनु भयो। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ एकदम बेनिफिट हुन्छ र सेयर मार्केटमा इन्भेस्ट गर्दा र तपाईँहरू सबैजनाले चाहिँ सेयर मार्केटमा इन्भेस्ट गर्नु होला है त। यो भिडियो मन पर्यो भने एक कमेन्ट र लाइक अनि सब्सक्राइब गर्दै जानु होला र हाम्रो अरू भिडियोहरू पनि स्क्रोल गर्दै हेर्नु होला। हामीले राम्रो भिडियोहरू बनाएको छौँ। हस्त धन्यवाद।